हेलो एन्ड नमस्ते टु एभ्रिवान। म चाहिँ प्रियङ्का पौडेल हो र आज चाहिँ मैले तपाईँहरूको सामु एउटा सानो मिनी ब्लग लिएर आएको छु। सम्पूर्णले अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल सुरु गरौँ है त। आज चाहिँ हामी पाथेभारा माताको दर्शन गर्नको लागि ताप्लेजुङ जाँदै थियौँ। त्यही भएर म बिहानै उठेँ, बाटोमा निक्लेर यसो फोटोहरू खिचेँ। नुहाएर निस्किसकेको थिएँ अनि 6 बजी गाडी आउने थियो नि त। त्यही भएर म चाहिँ छिट्टै निक्लिहालेँ अनि यसो पिक्चर्सहरू लिँदै थिएँ। पिक्चर्सहरू लिइसकेपछि चाहिँ गाडी आयो अनि टिका दिदी पनि आउनुभएको रहेछ सँगै। अनि दिदीसँग फोटोहरू खिचेँ अनि मेरो अरू साथीहरू चाहिँ आउँदै हुनुहुन्थ्यो झापादेखि। मेरो भाइहरू अनि साथीहरू चाहिँ झापादेखि आउँदै हुनुहुन्थ्यो त म चाहिँ अनि फिक्कल निस्किँदै थिएँ। अनि यहाँनिर हामीले चाहिँ दुध जार्यौँ। दुध हाम्रो गाउँदेखि बटुलेर ल्याएको हुन्छ अनि दुध जारिसकेर फिक्कल पुग्यौँ अनि म भाइहरूलाई फर्किँदै चटपटे खाएँ। अनि भाइहरू पनि आइपुगे। त्यस पछाडि म उनीहरूसँगै बसेर फोटोहरू खिचेँ, भिडियोहरू बनाएँ। एकदमै रमाइलो भएको थियो। त्यस पछाडि हामीले खिचिसकिसकेपछि चाहिँ हामी चाहिँ अब ताप्लेजुङ जानुपर्ने थियो नि त। त्यही भएर हामी चढेर चाहिँ लाग्यौँ ताप्लेजुङतर्फ। फोटो भिडियोहरू बनाउँदै खिच्दै अनि यसै क्रममा चाहिँ तपाईँहरू पनि देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँदेखि इलाम हुँदै हामी उता ताप्लेजुङतिर लाग्ने नै छौँ। मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो क्या। बिहान उठेर त्यत्तिकै बिहानै उठेँ। अब नुहाइधुवाइ गरेर निस्किहाल्नु पर्ने थियो। त्यही भएर मलाई चाहिँ भोक पनि लाग्दै थियो। अनि यो चाहिँ 3 घरेतिर हो। 3 घरेतिर चाहिँ एकदमै जाडो थियो। फिक्कलमा पनि ठिकै जाडो थियो। अनि हामी चाहिँ पहाडको चिसो मौसमको चिसो हावा लिँदै हामी चाहिँ लाग्दैछौँ ताप्लेजुङतर्फ। अनि तपाईँहरूलाई जिज्ञासा छ कति लाग्दो रहेछ बिर्तामोडदेखि ताप्लेजुङ पुगेको भन्नुहुन्छ भने चाहिँ 1700 रुपियाँ लिँदो रहेछ। हामी चाहिँ धेरै थियौँ होइन। यसै क्रममा गफ गर्दै हामीले चाहिँ खाना खाने ठाउँ पनि आइपुग्यो। हामी चाहिँ मजाले भेज खाना खाँदैछौँ। मलाई चाहिँ बिहानदेखि यति धेरै भोक लागेको थियो कि म सबै एकैचोटि खाइसक्छु जस्तो लागेको थियो। तर मैले खाइ चाहिँ सकिनँ। अनि हामी खाइसकिसकेपछि कुरकुरेहरू के लिएर हामी फेरि पनि ताप्लेजुङतिर लाग्छौँ। अगाडि पनि मैले एकचोटि भिडियो बनाएको थिएँ हेर्नु है। इलाम आइपुग्यौँ। इलाम आइपुग्नुभन्दा अगाडि चाहिँ अब माइखोला आउँछ। माइखोलामा चाहिँ अलिकति बाटो बिग्रेकै रहेछ। अनि त्यहाँदेखि यता चाहिँ राम्रै छ। अनि मैले भन्दै थिएँ अगाडि पनि मैले भिडियो बनाइसकेको थिएँ है। अनि त्यस पछाडि चाहिँ अब यो चाहिँ अलिकति उयो भयो क्या, लेन्दी भयो, लामो पनि भइसकेको थियो। त्यही भएर मैले चाहिँ अब छोटो बनाऊ, किन लामो भिडियो बनाउनु भनेर फेरि पनि डिलिट गरेर अनि फेरि बनाउन थाल्दैछु। अहिले चाहिँ हामी राँकी आइपुगिसकेको छौँ। राँकीमा अनि एकदमै चिसो थियो। जम्मा चिसो भनेको फिक्कल एक ठाउँ अनि 3 घरेनेर। अनि त्यहाँदेखि घाम लागेको, यति साह्रो घाम लागेको थियो कि कहिले इलाम आउँछ भने कि इलाममा पनि त्यति धेरै गर्मी थियो क्या। त्यो 3 घरे कटेपछि त गर्मी नै। तर त्यहाँनिर त्यस पछाडि चाहिँ अनि इलाम कटिसकेपछि जब हामी इलाम कटिसक्यौँ नेपालटार राँके हुँदै हामी यता लाग्दै थियौँ। त्यता चाहिँ अलिकति जाडै थियो। राँकेसम्म चाहिँ जाडै नै थियो। जब हामी राँके कट्यौँ हामी फिदिमहरू पुग्दै यति धेरै गर्मी थियो नि बयान पनि गर्न सक्दिनँ। यो चाहिँ राँके हो। राँकेमा चाहिँ एकदमै चिसो नै थियो भनौँ होइन। अनि हजुर मैले तपाईँहरूलाई भनिसकिसकेको छु गाडी भाडा चाहिँ जम्मा लाग्ने रहेछ बिर्तामोडदेखि ताप्लेजुङसम्म 1700। अनि ताप्लेजुङदेखि पनि उता सानो फेदीसम्म पुगेको लाग्दो रहेछ 500 रुपियाँ। अनि त्यस पछाडि अलिकति कच्ची त्यहाँ सानो अनि अलिकति नराम्रो बाटो रहेछ। त्यही भएर चाहिँ त्यति 500 रुपियाँ लागेको अरे। अनि त्यही दिन चाहिँ हामी चाहिँ सानो फेदीदेखि ठुलो फेदीसम्म पुग्नुपर्ने हुन्छ। नत्र भने भोलिपल्ट चाहिँ हामीलाई एकदमै गाह्रो हुन्छ। हामी चाहिँ ठुलो फेदी पुगेर पनि माथि पुग्ने र आउँदाखेरि चाहिँ ज्वरै निस्केको थियो। तपाईँहरू औषधि निम्सहरू पनि बोकेरै लानु होला, किनभने त्यति धेरै जाडो पनि हुन्छ अनि एकदमै धेरै हिँड्नुपर्छ क्या। अनि सासहरू निसासिरहेको हुन्छ। त्यही भएर पनि अब एकदमै गाह्रो हुन्छ कि। अनि यो चाहिँ ताप्लेजुङ हो। ताप्लेजुङको भिडियोहरू यताउता राखिरहेको छु मैले। एकदमै राम्रो थियो। हामीले फोनदेखि क्याप्चर गर्नै सकिँदैन क्या, त्यस्तो राम्रो छ। आफूले जब आफै गइन्छ त्यति बेला चाहिँ एक्सपिरियन्स गर्न सकिन्छ क्या कति चाहिँ राम्रो थियो भनेर।
अनि यसरी जाँदै गर्दाखेरि चाहिँ अब भिडियोहरू पनि एकदमै लामो भएकोले मैले छिटो छिटो कट पनि गरेर कम्ती कम्ती राखौँ भन्ने मेरो सोच होइन। तपाईँहरूले पनि यसो हेर्दाखेरि पनि छिटो मिठो होस् न, किन लामो बनाइराख्नु जस्तो लाग्यो मलाई पनि। एसेन्सियल कुरा चाहिँ के हो भनेदेखि यता चाहिँ एकदमै महँगो पर्छ सबै सामानहरू। जस्तै वाटर बोतल 100 रुपियाँ होइन, रेनकोट पर्यो 600 रुपियाँ, मैले मेरो भाइलाई किनिदिएको थिएँ। अन्त छाता पर्यो 600-700 रुपियाँ। यसरी चाहिँ एकदमै महँगो छ। तपाईँहरूलाई चाहिएको सामान चाहिँ आफै लिएर आउनु। यो चाहिँ खोला भयो, ताप्लेजुङ पुग्नुभन्दा अलिकति अगाडि खोला आउँछ। यो खोलामा चाहिँ पहिले पूजा गर्नु पर्दो रहेछ। ताप्लेजुङमा माथि मन्दिर जाँदै गर्नुहुन्छ भने चाहिँ यो खोलामा पहिले पूजा गर्ने अनि मात्र उता पूजा गरिँदो रहेछ। त्यही भएर फुलहरू बोकेर आउनु होला, नबिर्सिकन पूजा गर्नु। अनि ताप्लेजुङदेखि हामी सानो फेदी पुगेर हामी यसरी सानो फेदीदेखि राति नै उकालो लाग्दैछौँ ठुलो फेदीतिर। अब हामी बिहान छिटै आएको र पनि ढिलो भयो। ठुलो फेदी पुग्दा ओर्दा चाहिँ हाम्रो लगभग बजि नै सकेको थियो 10-15तिर। अनि 10-15तिर पुगेर चाहिँ अनि हामी सुत्यौँ, खानासाना खाएर सुत्यौँ। बिहान उठ्दा भ्यू यस्तो राम्रो देखिरहेको थियो। बिहान उठ्यौँ, हामीले ब्रस गरेर चाहिँ छिटै जाने भनेको थियौँ। जे 5:30मा चाहिँ हामी गयौँ। अनि यहाँनिर अब फर्स्टमै मन्दिर आउँदो रहेछ, गेटभन्दा अगाडि नै यहाँनिर मन्दिर छ। हो त्यहाँ चाहिँ पहिले यहाँनिर हामी पूजा गर्ने अनि गेटदेखि मास्तिर फेरि अर्को मन्दिर छ, त्यहाँ पूजा गर्ने अनि त्यहाँदेखि उँभो जाने। सबै भिडियोहरू चाहिँ मसँग छैन होइन। यो चाहिँ अगाडि गेट भयो। सबै अगाडिको भिडियोहरू चाहिँ अब बनाइराख्न भ्याइएन पनि छैन पनि, छिटो छिटो होस् भनेर म चाहिँ अलिकति तपाईँहरूको लागि भनेरै कम्ती भिडियो पनि बनाइदिइराखेको छु। अलिकति मजाले नै हेरेर साथ र सपोर्ट दिनु होला। अनि जाने क्रममा यस्तो राम्रो राम्रो भ्यूहरू तपाईँहरू देख्न सक्नु नै हुन्छ। यो चाहिँ हाम्रो उकालो जाने क्रम हो। अहिले बर्खाको समयमा त्यति धेरै भक्तजनहरू नहुनु भएकोले हामीले चाहिँ मजाले पूजाहरू आजाहरू पनि गर्न पायौँ होइन। लाइन पनि नलाग्नु पर्ने, नम्बर पनि लेखिदिएको रहेछ। नम्बर 1मा गणेश पूजा होइन, नम्बर 2मा त्यहाँ भैरव पूजा सब लेखिदिएको रहेछ। हामीले त्यसै अनुसार पूजा गर्दै गर्दै भ्यूहरू हेर्दै हेर्दै पूजा पनि गऱ्यौँ। भ्यूहरू हेर्दै हेर्दै उकालो जाने क्रम चाहिँ हाम्रो छ नै होइन। यो चाहिँ हाम्रो अब ग्रुप हो जुन चाहिँ हामी सँगै गएको थियौँ। अनि अलिकति माथि आएपछि घन्टीहरू बजाउँदै बजाउँदै हामी उँभो लाग्यौँ। उँभो हिँड्ने क्रममा चाहिँ गर्मी भएर त्यस्तो ज्याकेटहरू चाहिँ लगाइराख्नु परेन। अनि पुगेर चाहिँ हामीले मजाले पूजा गऱ्यौँ। तपाईँहरू पनि देवीको दर्शन गर्नुहोला है। अब देवीको लागि चढाउने सबै सामानहरू ल्याउनु होला। मैले चाहिँ अगाडि फुल ल्याउन बिर्सेको कारणले मलाई एकदमै नराम्रो लाग्यो। त्यो खोलानेर पूजा गर्न पाएन कि मजाले। धन्न भाइले फुल ल्याएको रहेछ। यहाँनिर चाहिँ लाखबत्ती बाल्दो रहेछ। अन्त बाल्यौँ, हामीले आरती गऱ्यौँ, सेक्यौँ, परिक्रमा गर्नुपर्दो रहेछ। त्यो सबै हामीले गऱ्यौँ। मनदेखि नै म चाहिँ एकदमै शान्ति फिल गरिरहेको छु क्या। यो हामीले पूजा गरिसकेपछि यस्तो आनन्दको ठाउँ, यो पूजा गरिसकेपछि यति राम्रो फिल हुने। यहाँदेखि अलिकति मासतिर गएर हामीले फोटो खिच्यौँ। ओह्रालो झर्ने क्रममा चाहिँ हामीले रेनबोहरू देखेको थियौँ क्या। डबल डबल रेनबोहरू लागि नै रहेको थियो होइन। अनि हामी तल झरेर खानासाना खाएर हेर्नु न, तलै झर्ने क्रम हो। मसँग धेरै भिडियोहरू छैन। यो चाहिँ अन्तिम हो, तल गेटै आइसक्यो। अब छिटो गरेर गएको भए चाहिँ हामी पुग्थ्यौँ होला होइन, घरै जान्थ्यौँ होला। तर हामी चाहिँ खाना खायौँ, रेस्ट गऱ्यौँ अनि 3 बजीदेखि ओह्रालो झऱ्यौँ। 2 घन्टा टक्कै लाग्यो। अनि सानो फेदीदेखि ताप्लेजुङ गएर ताप्लेजुङमै बस्यौँ। त्यो दिन मेलाहरू पुरा लागिरहेको रहेछ, त्यहाँ इन्जोय गऱ्यौँ, बस्यौँ। अनि भोलिपल्ट चाहिँ हामी आफ्नो घर आयौँ है। तपाईँहरूलाई पनि अब जान मन छ भने चाहिँ अब मैले बजेटहरू पनि यहाँनिर अगाडि मेन्सन गरिदिइसकेको छु। 1700 झापादेखि ताप्लेजुङ, ताप्लेजुङदेखि उता पुगेको 500 रुपियाँ। अनि हामीले रेनकोटहरू के किन्यौँ। खानाहरू पनि एकदमै महँगो थियो। चियाहरू पनि 40-40 रुपियाँ भने जस्तो कुरा गर्दै हुनुहुन्थ्यो। अनि खानाहरू हामी 5 जना एक दिन बसेकोमा 5700 रुपियाँ चाहिँ हाम्रो उठेको थियो खानामै मात्र। ताप्लेजुङमा चाहिँ अलिकति कम्ती नै उठेको थियो, तर त्यहाँनिर चाहिँ अलिकति धेरै उठेको थियो। तपाईँहरूले एकजना बराबर 8000 रुपियाँ बजेट निकालेर जानुभयो भने चाहिँ इनफ हुन्छ, धेरै नै हुन्छ है। थ्याङ्क यू फर वाचिङ, बाई बाई। अनि भगवानको नाममा